गाइस नमस्ते सोलाई म चाहिँ फेरि नयाँ भिडियोमा आइसकेको छु हैन तपाईहरुलाई के कस्तो छ तपाईहरुलाई भन्न सक्नुहुन्छ र मेरो कपालले आज लास है त्यो देखिरहेको छ र आज चाहिँ म बेमा जाँदै छु म बेमा कसको भन्दाखेरि चाहिँ कसको होला तपाईहरु देख्नुहुन्छ हैन त्यही थम्बनेलमा नि हेरेर देखिसक्नु होला र हामी चाहिँ केटाहरु जाँदै छौं र होरा स्पोर्ट चिन्नुहुन्छ होला होरा केटा युट्युबर पुनम दिदी र होरा दाइको पे हुँदैछ र कार्ड देख्न सक्नुहुन्छ मसँग कार्ड आइसकेको छ र अब हामी जानेछौँ के कस्तो हुन्छ हामी तपाईहरुलाई देखाउने छौँ है अहिले चाहिँ कति बज्यो अहिले 9 बजेको छ हामी 10-11 बजे निक्लिन्छौँ केटाहरुसँग अनि त्यही हो र अहिले चाहिँ काठमाडौँ मेरो घर अगाडि हो यो रोड र त्यही हो गाइस अब हामी चाहिँ बिए तर्फ जानुपर्छ है अब के गर्नु क्वालिटी कस्तो आइरहेछ भन्नु होला है त्यही पछि भेट्छु ल बाई बाटोमा चाहिँ खिच्दै बिर्सेछु सरी है म चाहिँ आइसकेको छु केटालाई पर्खिरहेको छु क्या केटाहरूलाई काहीँ नै भेटाइन क्या कहाँ टाइम यतिकै आइदिएको हामी चाहिँ डेस्टिनेसनमा चाहिँ आइपुग्यौँ नबस्नु होला यार दामी लुगा लागेको थियो त्यतिकै पराएर अनि आजै यो भयो अन्त गाइस र त्यही हो गाइस साथीहरूलाई पर्खिरहेको छु त्यो कतिखेर आउँछ अनि यहाँ आइसकेको छु त्यो गाडीहरू आज धेरै बे रहेछ गाइस आज धेरै बेहरू रहेछ है त्यो म चाहिँ आइपुग्यो भन्नु यहाँ साथीलाई पर्खिरहेको छु पहिला म देखाइदिन्छु ल मेरो लुक्स एन्ड मेरो गाइस यही हो यहाँ टाई लाउनु बिर्सेको गाइस त्यो ल अब केटाहरू आइपुग्यो खिच्छु ल गाइस हामीले साथीलाई भेट्छु अभिषेक आएर ल आइसकेको छु है त्यो ल अब फेरि अरू साथी पनि आउँछ नि त गरिदिनेछु के होला भन्छ ल कहाँ आइसक्यो थ्याङ्क यू तपाईँको भ्लगमा दिदिनु धन्यवाद मेरो भ्लगमा अब देखो प्याटी प्यालेस केटाहरू सकुता गइसकेको छ केटाहरू हिरो भएर आछन् के भिडियो अब हामी चाहिँ अब टक्कसँग एक्सप्लोर गर्नेछौँ अहिले एकछिनमा है र बिस्तारै मामा आइसकेको छ यहाँ बोलाउनु एकचोटि मामा मामा खोइ फोटो हाल्नु यता देखाउन मलाई स्वाद छ ल मामाको नि मामासँग पनि भेट भयो मामा चाहिँ हामी टक्क फोटोसोटो खिच्यौँ मामासँग पनि अब हामी CR7 हो र दाइसँग फोटो खिच्छौँ है के भन न त यार भ्लगमा यसो आएर पनि के भन्दैन जल्दी पुगिसकेको छ हाम्रो जल्दी आइसकेको छ अब केटाहरू चाहिँ रमाइलो हुन्छ तर केटाहरू चाहिँ केटीहरू मात्रै हेरेको छ किन हो किन यार र केटा हामीले मामालाई भेटिसकेको छौँ मामा कस्तो लाग्यो मामा कस्तो लाग्यो एकदम चिल मान्छे यार एकदम त्यही अब हामी मामाको चलपल देखाउन ए मामाको चलपल हेर केटा भिडियो पछि खिच्दै जान्छौँ है अहिलेलाई त्यही हो हामी सब टिमहरूलाई भेट्नेछौँ यहीँ देख्न सक्नुहुन्छ गाइस लास्ट समय हेर्नु होला हामी CR7 होरालाई भेट्छौँ र पुनम दिदीलाई त भेटिसक्यौँ है त्यही हो गाइस हेर्दै गर्नु होला हाम्रो होरा दाइ रजनीगन्धा सोध्नु पर्ने आएको छ छोडिसक्यो दाइले रजनीगन्धा खाइरहेको छ भने अब किनेर होइन ल्याइदिनु पऱ्यो नि दाइ चाहिँ सिलमा बसिरहन् केटाहरूको खाने तयारी हुँदैछ मिलाइहाल्छु नि दाइ कोक मात्रै खाएको मैले त यसको पालो फ्यान्सी भएर आएछन् आज पुरा ल हाम्रो साथी आइसकेको छ दिदीलाई लिएर
र त्यो सालो गएको गइछ त्यहाँ होइन हामीले आएर यहाँ देखाइदियो भ्यू कस्तो छ र तपाईँहरूले मेरो इन्स्टाग्राममा गएर हेर्नुहोस् मैले पोस्ट हालिदिइसकेको छु होइन को खाने हो म ल्याइदिउँ guys, त्यो यसको यहाँ तर स्वाद पऱ्यो भ्युज तर जान्छ के भ्युज खोइ यसमा भ्युज के मतलब भ्युज ओभर जान्छ क्या स्वाद पऱ्यो विधायकसँग बोल्छु म भाइ के भनिदिनु पऱ्यो क्या हाम्रो भिडियोमा तिम्रो च्यानल नाम के हो निशान घिमिरे सो सबैले निशानलाई सब्सक्राइब गरिदिनु होला होइन मलाई होइन कि होरदालाई देऊ न होरदाईको देखाउने ए भ्युज आउँछ त्यतिकै कस्तो राम्रो कुन मोबाइल हो होइन राम्रो छ यार कस्तो दामी हो ब्याक क्यामेरा कसरी गर्छ ए रेकर्ड हुँदै पऱ्यो दामी छ कति पऱ्यो यसको हजुर कति पऱ्यो बाहिरबाट पठाइदिनु होइन बवाल छ यार होइन क्यामेरा बोकिरहेको छु भयो पुरानो जमानाको क्यामेरा तिम्रो कति सब्सक्राइबर हजुर मेरो 2000 छ ल कङ्ग्रेचुलेसन तिम्रो अझै 10,000 पुरो 10,000 पछि पुग्छ ल दाइले अलिक भन्नुभएको छ प्लिज सब्सक्राइब गर्नु है सबैले दाइले भनिसक्यो टुबी दाइले त्यही हो हाम्रो टुबी दाइसँग पनि भेट भएको छ टुबी दाइसँग पनि भेट भएको छ हाम्रो हामीले भेग दाइलाई पनि भेटिसकेको छौँ अब टक्क जाने हो अब दिदीहरूसँग छोरा दाइहरूसँग फोटो खिच्ने हो होइन त्यही हो भइसकेको होला हाम्रो सालोले धेरै मिहिनेत गरिरहेको छ यहाँ अरू के भन्छ ल त्यही हो अब नाच्नुपर्छ हामी आऊ भाइ हामी चाहिँ बेहुलीको भाइसँग टक्क आएको छौँ है यसको यसलाई मद्दत गरिदिनलाई हिरो भएको छ बेहुलीको भाइ हो बेहुलीको भाइ के मेरो जुत्ता झन्डै गयो यार झन्डै जुत्ता गयो भने त्यही त महँगो जुत्ता बाजा साजा बजेछ भने कसरी भिडियो बनाउनु त होइन त्यही भएर भिडियो बनाउन पाइनँ त्यहाँ चाहिँ मैले जस्ट क्लिप चाहिँ हालिदिन्छु है मेसेज आयो त क्लिप चाहिँ हालिदिन्छु तपाईँहरूलाई लागि के भन्ने यार के छैन होइन मलाई के बोल्नै आएन बोल्नै आउँदैन मलाई ल दाइ ल तपाईँसँग यति खुसी लागिरहेको छ मलाई पनि ल दाइ हामी टोन्डे दाइसँग पनि भेटिसक्यौँ र निशल बसेसँग पनि भेटिसक्यौँ गाइज र ग्याङ ब्याङ आउँदा आएको छ कि छैन रमाइलो भइरहेछ गाइज सबै सेलिब्रिटीसँग भेट्न पाइरहेको छु खुसी लागिरहेछ होइन भाइ 10 हाम्रोबाट 10 भाइ आफ्नै हो आफ्नै हो 10 जति हालेर अझै दिनु पऱ्यो ल है त 1 लाख रुपियाँ छिन्यो 1 लाख रुपियाँ घाटा भयो
जुरुक्कै ल सकेको छैन बिहे तर म नसकि जाँदिनँ किनकि मेरो साथीको सालो हो मेरो साथी सालो हो त्यही भएर अलिक चलफल सोले छुट्यो मेरो गाडी गाडी छुटेको छ कसैको पनि चिक भएन तर धेरै बेहुलाको तानेको थिएँ त्यही हो घर जाँदैछु म बिएससी सब सकिसक्यो केटाहरू सब गइसक्यो आफ्नो आफ्नो बाटो भिडियो बनाउनु पाइनँ त्यसको लागि सरी र सबजना गइसकेर म पनि घर जाँदैछु अब भिडियो यति समयमा त्यो गाइस होइन कस्तो लाग्यो तपाईँहरूलाई भिडियो मैले कोसँग मिलेँ टुबी गेमर टोन्डे गेमर अनि हाम्रो युवेक भेक अनि हाम्रो को थियो सबसँग भेटेँ होइन नाम त अब अहिले नलिम होला अब धेरै मान्छेसँग भेटेँ त्यसको लागि सरी भन्न चाहन्छु ल त्यही हो बाई बाई ल राइट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै म बिदा हुन चाहन्छु हस्त धन्यवाद नमस्ते सबैलाई बाई